खिच्न त पर्छ त कसकाबाट राम्रो आउँछ भिडियो कलले बनाउनु मेरो चाहिँ फोटो खिच्नु अडिएन कि केरा हालौँ न एउटा हाले केरा नै हाले हाम्रो बुढाले मम्मीलाई मेरो सासू मम्मी मेरो जेठानी दिदी कस्तो पर्छ यहाँ लुगा लाउनु बाँकी छ नयाँ लुगा लाउनु बाँकी छ त भने टिकामा तम तयार हुँदैछन् छोरीहरू मात्रै होइन छोरीका आमाहरू पनि म पनि यहाँ राम्ररी घर बसिरहेको छु टिका लाग्छ छोरी बुढी हेरेर तम तयार हुँदैछ हामीले अब मम्मीलाई चाहिँ मोबाइलबाटै टिका लगाइदिने हो तेरो पाला आउने बेला माइलो जेठानी दिदी हुनुहुन्छ उहाँको पालो म मेरो पालो सिधै अब मलाई त्यता मेकअप कति राम्रो साइलो जेठानी दिदीहरू जुम हुन्छ अटो त्यो जुम नर्मल फोटो जस्तै हो क्या जुमै गरेर खिच्ने त होइन अवश्य गर्नु बिर्सेछु मैले कि पालो फोटोग्राफर कम्पोजिट खिचाइ त मैले बिहाली त दिएको छैन बिहाली नदिए त 9 क्लास जानै पाइँदैन पैसा राख्नलाई साह्रै भएछ रिजल्टै भएछ त्यसको सबैजना जाने पानी सुक्नलाई जेठो हजुर फोकस ममा गर त जुम गरेर यहाँ भन्दा पनि उता नि आउने कि म फोकस चाहिँ ममा अब यो सबैजना एकैचोटि बसेर अनि फोटो पनि राम्रो कान्छी कति सानो नाक हो त्यही बाहाने मेरो छोरा आछ भोलिपछि कति राम्रो ताप आउँछ है दामी आउँछ ताप सोरी त आउँछ हाम्रो यो ठुलो छोरो माइलो छोरो ठुलो छोरो चाहिँ क्यानाडामा छ पछि माइलो छोरो यो नि अलिकति साह्रो पानी ल्याइछ न हाम्रो नसक्दै सूर्य दशरथ सत्री हाम्रो गर्ने सूर्य दशरथ त्यस्तो पाउने मानु जयन्ती मङ्गला काली भद्र काली शिवरात्रि सुहास स्माइल बेबी बास्ना पाइले पाको पिछोको बास्ना आयो श्रीगला लाग्यो लक्ष्मी त बस्छ ल यहाँ मलाई यहाँ खानु पर्यो त्यही हो ट्याक्क फेरि भएपछि अडिन्छ क्या धेर भयो भने निराले थाम्दैन यता हेर न सबभन्दा राम्रो चाहिँ सिरियाना आउँदै मुस्को यता हेर त प्रिन्सेस यता हेर न सानो यता हेर सानो हैन प्रिन्सेस भनेर हेर्छ आज राम्रो छ त हेर आज दिन न एकचोटी गुडिया त्यहीसँग चलिहाल्छ
नारायण भन्नुपर्छ। यहाँ मम्मीको तर्फबाट मेकअप अहिले लाएर लाउनु पर्ने मम्मी हामीले दिएर अहिले भनिदिनु ल अघि लाइकन खोल्नु भएको हामीले देखिसक्यो पनि ल्याइदियो छ है मैले अलिक खिचेर हाल्नु है त्यस्तो गर्न पाइँदैन बुहारी पनि छोरी नै हो कान्छी छोरी जाऊ ठुलो बाबाले लगाइदिनु भएको दुर्गा माताले त्यो कुरा पुरा गरौँ ठुलो मान्छे आँटेका कामहरू सिद्ध नहुनु मान्ने गुन्ने ए प्लस बिहाली हेर्नु त्यसपालि नातिकन परे नि डराउनु परेन होइन भएर सधैँ मुस्कुराएर जस्तै फुलिरहने हस् अवसर जस्तो सधैँ अवसर जस्तो अनि पढ्न नि मन जाओस् है भन्ने बाबु फलक मध्येका ज्ञानी धेरै पढ्नुपर्छ हस् दुर्गा क्षमा शिवा दात्री स्वसोदा नमस्तुते वर्मा करोति दीर्घायु विष्णु करोति सम्पदा हरो हरो दिपा पानी रातो चण्डिका दुर्गा बाबाको पैसाले धेरै पढ्नु सधैँभरि उज्यालो पुण्यवती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा दात्री स्वसोदा नमस्तुते वर्मा करोति दीर्घायु विष्णु करोति सम्पदा हरो हरो दिपा पानी रातो रक्षिटी चण्डिका चण्डिकाको पैसाले धेरै पढ्नु मुखमा बस्नु विद्या बुद्धिकी खानी हुनु ठुलो पढेर ठुलो मान्छे हुनु नाम कमाउनु सानी सानी नसक्ने भुँडी बढेछ मैले अहिले नातिनीहरूलाई घाउरो बिर्सेछु नि कस्तो दामी खिचिदिनु भएको तर होइन हामीले प्रोफाइल पनि अलिकति मिलाएर म ठ्याक्क उसमा परेँ त्यही भएर कस्तो दामी खिच्दै के हाल्यो 5 मिनटमा सबै एक दुईवटा फोटो अब हो त डलर आएर हामीतिर पनि यसो सरस डलर चाहिँ यो त्यो कुरो घरबेटले जान्नुपर्ने हो जेठाजु जेठानी सम्झेर भने भाइ रहनु ठ्याक्कै अब हामीले आशीर्वाद दिन काठमाडौँ जाँदा पनि पुत्त छिर्नु हामी त आइरहन्छौँ सबिना यहाँनिर यसो गरौँ ए मैले चाहिँ सबिना यहाँ बसिरहेको छ हामीले यहाँ त उसलाई टिको लगाइदिइसक्यौँ अघि तर खोइ अहिले भिडियोमा चाहिँ उपलब्ध हुन सकेर भिडियो बनाएर चाहिँ अलिक ढिलो गरिछु मैले भन्ने कुरो बुझियो ल मिठो मिठो पका घरमा गएर मिठो मिठो खा अनि टिको लगाउनु सबै साथीहरूसँग मिलेर है किचनको मेरो चाहिँ किचन पुस्ने ओर्ने कार्यक्रम थियो मेरो भाग चाहिँ साली भाउजू भाँडा मस्काउने माली भाउजूको पखाल्ने यो भएन है परेको पछाडि कालो छ त्यहाँ फेरि गर त्यहाँबाट हाम्रो छोरी हाम्रो परिवार अहिले यतिजना छौँ हाम्रो एकजना छोरा एउटा छोरी चाहिँ अहिले विदेशमा छन् हाम्रो फ्यामिलीमा 2 जना मात्रै मिस भएका छन् अरू हामी सरिना त आउँदैछ त विदेशमा चाहिँ भने सरिना कान्छी छोरी आउँछ यहाँ कान्छी छोरी अनि ठुली छोरी र म चाहिँ यहाँ छु है यतापट्टि छु म चाहिँ
धेरै धेरै हेरिरहेको छ घरमा बसेर नाचगानको आज बढेर जाओस् कान्छा छोराको सबै राम्रो होस् सोच्या जस्तै धेरै मान्छेले हेरुन् हो त लाखौँ लाखले हेरुन् लाखले हेरुन् ठुलो मम्मीले हेरिरहेको छैन छ नि तिमीहरूको नि हारा नि तिमीहरूको नि हेर्छु त्यसो हामी छौँ नि मेनमा हामी नि मोबाइलमा आयो भने तपाईँ बाहिरै निस्किनु हुन्न फेरि सबै मोबाइल देख्ने होइन छोरा बुहारी हुँदा नि मोबाइल धेरै धेरै छन् मोबाइल चार्ज हुन्छ छैन 100% गरेर आएको लड़के और लड़के कहाँ से आया है रे तू प्यारा है शक्ल से अकल का मारा है रे तू टीवी पे ब्रेकिंग न्यूज हर मेरा घाघरा दुध चिया खुवाउँछु भनेर बनाउँदिनौ खाने हो भनेर सोध्यो बनाइनौ भिडियोमा के हाल बन्द गरिदियो होइन काला मान्छेको सेतो भनेको दाँत हो क्या फेरि नलागोस् ढुङ्गोस् छोए द्रव्य होस् द्रव्यको भाग्य होस् माटो छोए अन्नको भारीपूर्ण होस् मुनि पर्नु नपरोस् भगवान् शत्रु जाति पैताला मुनि हेर पर्नु परोस् हाम्रो ठुलो बुवा ससुरा हुन्छ उहाँ चाहिँ जेठो भगवान् आएर शिरमा बस्छन् सरस्वती आएर मुखमा बस्छन् भगवान् शत्रु भए पैसाले शङ्कर चक्र दामा बस्छन् जगतकै लेख्नुहोस् माटो छ अन्नको पैताला बस्छन् लाल भगवान् सबदिन आँखा हेर्नु भगवान् रक्षा गरौँ आज्ञा काममा सिद्ध हिँड्दा ओर्दा केही दुःख कष्ट काहीँ केही नछ भगवान् आज्ञा काममा सिद्ध होस् भगवान् सबदिन रक्षा गरिराखौँ 10-8 वर्ष यसो गरेर आफूले पनि यसै भगवान्को यसै गरी चाहिँ उहार्न लान पाए भगवान्ले रक्षा गर्न है श्रीमान श्रीमती सरकवना श्री विशेष श्री पैसा पैसाको भव्य होस् माटो छ पढ्न गर्न राम्रो पर्ने शिरमा बस्नु सरस्वती आएर शङ्ख चक्र दामा बस्नु भगवान् रक्षा शत्रु भए पैसा
पढ्न राम्रो पढ्ने कोही भन्दा ठुलो मान्छे बन्ने सकभर पाइलट बन्ने इन्जिनियर बन्ने मसित पढ्ने कोही भन्दा नरिसाउने भगवान्ले सब दिन आँखा हेर्नु रक्षा गर्नु भगवान् सबैलाई आफूले नि मान्न पाइयोस्। हाम्रो मामा घरको हजुरआमा हुनुहुन्छ उहाँ चाहिँ हाम्रो त अनि 1 घण्टा ठ्याक्कै 1 घण्टामा सकिहाल्यो। जहाँ अट्छ जहाँ मनले भन्छ त्यहीँ लगाइदिनु। 1 महिनालाई भने जस्तो लाग्यो भेटेकै खाइरहन्छ। कतिको शान्ति छ, शान्ति छ। शान्ति हुनुपर्छ। चिया कि दुध दही चिउरा सर त दही चिउरा खान्छ खाँदै खानी अब भोक लाग्यो। भोक लागिसक्यो अझै त बहिनीले अलिकति आशीर्वाद नारायण सुख शान्ति होस्, छोरीले राम्ररी पालुन्। आमाले फेरि आमा कति राम्रो भन्नु। आफूले पाल्छन् नपाल्नु भन्नु पर्दैन, धेरै पढ्छ पढेपछि पाल्छन्। नारायण कहाँ लाउने माथि लाउ न। नरोइकन पढ्नु, बामादेखि नरिसाउनु है। दिदीदेखि रिसाउनु हुँदैन, दिदी पनि आफ्नै हो। छोरीहरू दालमोट खाने हो। सारी रारी रारी राई सारी रारी रारी राई सारी रारी 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 दसैँ आयो। ह्याप्पी दसैँ एभ्रीवान। आमै दसैँ आयो। ह्याप्पी दसैँ। भोलि पर्सि दिदी जात्रा भएपछि ल यो भन्दा के भन्ने हो? दसैँ आयो भन्ने हो। त्यही त भ्लगमा हाल्छु। खिचिरहेको छु त। 2082 सालको दसैँ हो साथी हो। नखेल्ने हामीले बिहानै खेल्यो भने हामीले बिहानै भुइँ छोडिसकेछ। ससुराली जाने हो आज होइन मामा घर अनि अनि बाँचेको छ र नाचेको छ।